यहाँहरू सम्पूर्ण उपस्थित रहनुभएका मेरा सारथी साथीहरू, यस कार्यक्रमका आयोजक मेरा सारथी र यस मानव सेवा मानव कल्याण समाजमा सबैलाई सहयोग गर्दै रहनुभएको भएकी म्याडम र यहाँ दुःख पाएर बस्नुभएका हरेक दुःख कष्टबाट एकत्रित गर्दै सबैको उद्धार होस् भन्ने भावनाले सुरु गर्नुभएको यो कार्यक्रमका प्रमुख व्यक्तित्वहरू, यस पशुपति यो क्षेत्रभित्र जुन सबैलाई समान अस्तित्व र समभावबाट जोड्नुपर्छ, मानवभन्दा ठुलो केही होइन, मानव सेवा नै हाम्रो सबै मानव जातिहरूको प्राणी जगतको सेवा हो भन्ने भावले सबैलाई एउटा उत्प्रेरणा दिँदै सबैको निम्ति अब हामीले केही गर्नुपर्छ भन्ने भावनाले यहाँ यत्रो पवित्र पर्वलाई लिएर कान नसुन्ने, दुःख पीडा भएका बुवा आमाहरू र तपाईको सयौं यस्ता व्यक्तित्वहरूलाई सेवा गर्दै आउनुभएका सम्पूर्ण व्यक्तिहरूलाई म मेरो अर्जुन आचार्यको तर्फबाट र विस्टम हब इन्टरनेसनल प्रालीको तर्फबाट यहाँहरू सम्पूर्णलाई न्यानो अभिवादन नमस्कारले टक्र्याउन चाहन्छु। विशेष गरेर आज यो एउटा पवित्र ठाउँमा हामीले जुन हाम्रो यो 25औं वैवाहिक वर्षगाँठको एउटा उत्सवको दिन, एउटा खुसीको दिन, मैले मेरो आफ्नो धर्मपत्नीका साथ, मेरा आदरणीय व्यक्तित्वहरूका साथ आज यो यहाँ हाम्रा वृद्ध वृद्धाहरू जो अत्यन्त अशक्त हुनुहुन्छ, कमजोर हुनुहुन्छ, कतिका बोली छैनन्, कतिका भाषाहरू छैनन्, बोल्न सक्नुहुन्न, कमजोर हुनुहुन्छ, उहाँहरू सबैलाई आज यो यस पशुपति विकास कोषभित्र मानव कल्याण समाजलाई एउटा सेवा गर्दै आउनुभएका मेरा सारथी टिका प्रसाद तिमल सिन्हाज्यूको एउटा सहयोगबाट यहाँहरू सम्पूर्णलाई आज यो बिहानको भोजन गर्न पाउँदा म आफू हर्षविभोर भएको छु। साथसाथै सम्पूर्णलाई पनि खुसी दिन चाहन्छु। यो पवित्र एउटा भावनाले अन्तर्मनदेखि नै यस्तै गरेर अब हामीले मानव कल्याण गर्नुपर्छ, हामीले प्राणी जगतको रक्षा गर्नुपर्छ। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, मनको सुन्दर सिंहासनमा जगदीश्वरको राजा हे, चेतनाको यो हिरणमय विश्व क्षेत्रको माझा हे, हाडहरूका सुन्दर खम्बा, मांसपिण्डको दिवार, मस्तिष्कको यो छाना, इन्द्रियहरूका द्वार, नशा नदीका तरल तरङ्ग मन्दिर आफू अपार, कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो भन्ने भावलाई जोड्दै सबैको कल्याण होस्, जय जयकार होस् र सधैँ